अहिले हामी यहाँ कमेरेमा सेकेन्ड अयोध्या भनौँ न, सेकेन्ड अयोध्या राम मन्दिर उद्घाटनको क्रममा उद्घाटन त भइसकेको छैन। यहाँ चाहिँ आज कमिटी गठन गरेर एउटा मिटिङ भएको थियो र यहाँ अब मूर्ति राख्न लागि कसरी के गर्नुपर्ने भनेर मिटिङ गर्नुभएको थियो है, पुराणको लागि। त्यसको लागि चाहिँ अहिले यहाँ सबै कमिटी गठन गरेर चाहिँ मिटिङ बसेका सबै कमिटीका सबैजना मिटिङ बस्नुभएको थियो है, र महाराजीहरू आउनुभएको थियो र यहाँ चाहिँ राम मन्दिरको है मूर्ति राख्ने भनेर चाहिँ यहाँ ठाउँ बनाउनु भएको रहेछ। र हामी शिरकुमार दाजु र म जितलाङबाट चाहिँ आएका थियौँ र के कसो भनेर सुन्नु लागि। र हाम्रो दाजु यहाँ हुनुहुन्छ, केही भन्नुहुन्छ के दाजु? अरू कुरा त के भन्नु होइन। अब राम मन्दिर त यहाँ बनिएको 14-15 वर्ष भइसकेको छ, तर अब कम्प्लिट भएको छैन। यो वर्ष चाहिँ कम्प्लिट गरेर चाहिँ तपाईँको 27 तारिक चाहिँ यहाँ ओपनिङ गर्ने उहाँहरूले तयार गर्नुभएको रहेछ। 27 तारिक ओपनिङ, त्योभन्दा अगाडि मतलब 20-21 तारिकदेखि चाहिँ पूजा सुरु गर्नु हुने रहेछ। अगाडिको कतिवटा पाठहरू गर्नु हुने रहेछ, जो मूर्ति आउँछ त्यसको लागि पाठहरू गर्नु हुने रहेछ। र अन्तिममा गएर चाहिँ 27 तारिक चाहिँ फाइनल्ली राम मन्दिरको ओपनिङ हो। र ओपनिङमा सायद हामी पनि हाम्रो गाउँबाट पनि जितलाङबाट पनि धेरैजना आउँछौँ होला। अहिले प्रेजेन्ट अहिले यो मिटिङमा चाहिँ दिपक भाइ र म दुईजना आएको छौँ। राम भगवान्ले बोलाउनु भएको होला, सायद हामी दुईजना मात्रै आइपुग्यो। अब आउने दिनहरूमा चाहिँ सबैजना गाउँबाट हुन्छ होला, 10-20जना त आउनुहुन्छ होला कथा सुन्नुको लागि। र अब अरू कुरा चाहिँ के भन्नु, अब यो बन्ने चाहिँ सकेको छैन। अब बनिनु चाहिँ अलिकति टाइम लाग्ला जस्तो लाग्यो। अन्त यो बिचमा यो यहाँभित्र देखेको जति पनि उयो जग्गा यहाँ जुन चाहिँ यो जग्गा बनाएको छ, यो जग्गामा चाहिँ सीता, राम, कृष्ण र यता साइडमा गणेश भगवान र हनुमानजीको यो पाँचवटा भगवानहरूको चाहिँ यो वासस्थान बनाएको छ, मन्दिर बनाएको छ। समय त भयो, यहाँनिर केही त हालेको छ। यो अयोध्याबाटै ल्याउनु भएको माटो हाल्नु भएको रहेछ यहाँ हालेको जस्तो लाग्छ। के हाल्नु भएको छ एउटा त्यहाँ यसरी छुनु पाउनु पनि भाग्यमानी नै हो है। र यसरी वरिपरि नै यसरी यहाँ भगवान्को फोटोहरू यहाँ राख्नु भएको छ। त्यहाँबाट यहाँ स्कुल हो यो सबभन्दा पुरानो यहाँ मुनि चाहिँ स्विमिङ रहेछ, स्विमिङ पुल है। अनि यहाँ चाहिँ पुरानो स्कुल, यो कमेर स्कुल है, यो कमेर स्कुल रहेछ। अनि यो जुन देखिँदै गएको पिपलको रुख चाहिँ मैले थाहा पाउँदाखेरि मात्रै पनि यो 50 वर्ष चाहिँ भइसक्यो। योभन्दा अगाडि चाहिँ हुनसक्छ सेन्चुरी नागेको होला, एकदम पुरानोहरू है त्यस्तो हुँदा चाहिँ। गभर्मेन्ट हाई स्कुल कमेरे रहेछ यो, जुनियर हाई स्कुल कमेरे, डिस्ट्रिक्ट पार्किङ 1975 मा बनेको रहेछ। र अब हामी चाहिँ जानुपर्छ होला हौ दाजु है। हजुर बजार अहिले एकछिन जाउँ। ल यस्तो रहेछ यहाँ चाहिँ, एकदम खुसी लाग्यो हामीलाई। ल हामी अब सिक्नु दाजु र म चाहिँ